गाइज गुड मर्निङ एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी रेडी भइसकेको छौँ र हामीहरू आज चाहिँ कहाँ जान आँटेको तपाईँलाई थाहा छ। आज हामी धरानदेखि केटिएमसम्मको हाम्रो लामो यात्रा छ र हाम्रो साथीहरू पनि आइसक्नु भएको छ। सामानहरू बोको पारेर उहाँ हेलो नमस्ते सबै थोक गइसक्नु भइसक्यो। अब सिर्फ भुइँसरी ढोक्न मात्रै बाँकी छ है। अब सामान राखेर अब हामी सिटीमा चढ्यौँ। अब चिठीमा चढेर फेरि हेलो गर्दै हुन्छ। यो चाहिँ क्यामेरा देख्नै नहुने क्या, हेलो हेलो गर्ने बानी छ सबैको है। अनि अब उहाँ छोरालाई भोक लाग्यो अरे फेरि अब एकछिन गाडी पर्खिनु भनेको भोक लाग्यो फेरि त्यही भएर हामीले तातो तातो बक्का खायौँ अचारसँग है। जाडोमा एकदम मिठो हुन्छ नि त। अनि हामी बक्का खान आँट्यौँ। मलाई मेरो छोरा त खाइसक्यो, म चाहिँ खानु बाँकी हो, म खाँदैछु। हामी चाहिँ गफ गर्दै भक्का खाँदै थियौँ। कतिखेर बा गाडी आउँछ कि भन्दै यता बाटोतिर हेर्दै आउँदै खाँदै गर्दै थियौँ। अनि मैले खाएँ होइन। अनि यसो फेरि गफ गर्दै हेर्दै अनि फेरि मेरो छोराले मोमो पनि अर्डर गरेको थियो, खाएन कि लास्टमा। अनि त्यसपछि मोमो फेरि मैले खाएँ। अनि त्यसपछि पैसा तिर्यौँ ओर्यौँ। अनि त्यसपछि हामी एकछिन बस्यौँ पर्ख्यौँ गाडी। अनि फेरि गाडी आएको देखेर फेरि हामी छिटो छिटो गएर सामान बोक्न थाल्यौँ। बोकेर गाडीमा पनि हाल्यौँ। त्यसपछि गाडीमा हालेर आफ्नो सामान यसो हेऱ्यौँ बाँकी छुट्यो कि भनेर हेरेर पलाकपुलुक गरेर राख्यौँ ओर्यौँ। अनि फेरि अब हाम्रो आफ्नो ठाउँमा गएर बस्यौँ। आफ्नो ठाउँमा गएर बसेर अब गाडी गयो। अनि त्यसपछि हामी फेरि खाजा खाने ठाउँमा उत्र्यौँ। अनि खाजा खाने ठाउँमा ओर्लेर अनि के खाने भनेर सल्लाह गरेर अनि थुक्पा खाने। अनि सबजना थुक्पा पनि ल्यायौँ, थुक्पा खायौँ। गम थुक्पा खाएर एकदम। अनि यो चाहिँ तितेवटा खाँदैछ यो केटी चाहिँ है। अनि मेरो छोरा त लेस खाएर आफ्नै तालमा छ है। अनि फेरि अब लु खाइसक्यौँ है। अब गाडीमा चढ्यौँ। अनि त्यो गाडीमा चढेर सर मजासँगले टाउको ऊपर दुखिरहेको थियो। अब यही पनि टाउको यस्तै हो क्या, लामो यात्रा गर्नै नसकिने क्या, टाउको ऊपर दुख्ने है। अनि फेरि पेट्रोल हाल्ने ठाउँमा पेट्रोल हालेर अनि त्यसपछि मेरो छोराको अनाएर उल्टी गरेर कति नराम्रो देखिएको छ। सबजनाको हालत हेरेर न, लामो यात्रा चाहिँ यस्तो हुन्छ कि सबको यस्तो टाउको दुखेर नि। अनि फेरि उत्रेर अनि यहाँनिर उत्रेर चाहिँ मेरो छोराले उहाँ खै के खाने भन्दै थियो, बिर्सेको पनि है। अनि त्यसपछि यो खाने पनि भन्छ त्यो खाने भन्छ, उत्रिनु चाहिँ मान्दैन गाडीदेखि। अनि सबैजनाको उहाँ आएर न हालत कस्तो भएको छ। अनि चटपटी खायौँ, मैले खाएँ, अरूले पनि खाएँ, मेरो छोरा त खाएन। अनि फेरि चटपटी खाइसकेर फेरि हाम्रो यात्रा सुरु भयो। अनि फेरि यात्रा सरर है। अनि अब हामी जाँदैछौँ। ठाउँको नाम चाहिँ थाहा भएन क्या। अब टाउको पनि ओभर दुखिरहेछ, निन्द्रा पनि लागिरहेछ, एक त उल्टी पनि गरेर होला सायद। अनि फेरि हाम्रो अर्को ठाउँमा उत्रियौँ क्या, हामीहरू सबजना उत्रियौँ। यहाँ चाहिँ गाडी बिग्रियो कि मेन चाहिँ के भन्दा यहाँ उत्रेपछि चाहिँ एकदम हुन्छ नि, गाडी नै कस्तो के भयो है। लास्टमा बिग्रियो भने उत्रियौँ सबजना। अनि अँध्यारो भइसकेको थियो। अनि उत्रेर फेरि यता अब मोबाइल, अब आफ्नो काम त के छ र त्यही मोबाइल यताउता तन्कायो यसो त्यसो गऱ्यो। अनि फेरि हामी चाहिँ अर्कै गाडीमा चढ्यौँ कि, किनभने हामीलाई अर्कै गाडीमा चढाइदिनु भयो। किनभने त्यो गाडी बनिन ढिलो टाइम हुने भयो। अनि हामीलाई उता काठमाडौँ पुग्नु पर्ने। अनि हामी काठमाडौँ आइसक्यौँ। अनि यहाँ भेटिसक्यौँ हाम्रो झर्ना दिदीलाई। अनि त्यसपछि झर्ना दिदीले सामान बोक्दै हुनुहुन्छ। अनि हामी सबजना चप्पल खोलेर जुत्ता खोलेर भित्र पस्यौँ आफ्नो रुममा गएर सबजना लुगा चेन्ज गरेर उहाँ मेरो छोराको फेरि काम नै छैन क्या। यसको चाहिँ नि पुटुक उफ्रिनु बाहेक केही जाने चकचक नि कति छ नि यसको त हेर न उहाँ। अनि नमस्ते सबजना नमस्ते गरिसकेर हामीहरू यहाँ यही नानीको पासमा आएको हो कि खासमा चाहिँ। अनि त्यही भएर हामी नानी सानीको मुखसुख हेरेर सबजना रमाइलो गरेर भनौँ न। अब नानी बोकाबोक एकअर्काले नमस्ते गरेर कुखुरा सुखुरा ल्याइदिएको थियो कि कसैलेहरू। अनि त्यही कुखुरा सुखुरा राखेर अनि खाना खाने बेला भयो बोलाउँ भयो। अनि खाना खानु पस्यौँ हामीहरू सबजना भन्दा आधी पसेको, अब त्यहाँ अटिँदैन नि त। अनि त्यही भएर हामी धेरैजना थियौँ खाना अनि यहाँ चाहिँ म खाना खाँदैछु र मेरो छोरालाई पनि सँगसँगै खुवाउँदैछु है। खाना चाहिँ एकदम मिठो थियो है। अनि आजलाई चाहिँ म यति नै भनेर टुङ्गाउन चाहन्छु। अब भोलि नै मेरो मिनी भ्लग आउँछ। यस्तै हेर्दै गर्नु होला साथीहरू।